हेलो गाइस, आज चाहिँ म कोरियाको छेजु प्रान्तको सानबाङसाङ भन्ने ठाउँको चाहिँ तपाईलाई दृश्य देखाउँदैछु। यहाँ चाहिँ अब म जाँदैछु, तपाईहरु हेर्दै गर्नुस्, कमेन्ट पनि गर्नुस्, शेयर पनि गर्नु कस्तो लाग्छ यहाँको भिडियो, यहाँको ठाउँ। हेर्नु चाहिँ अब चाहिँ हामी चाहिँ यहाँ गाडी पार्किङ गरेर, यहाँ पार्किङ गर्न नि गाडी अलि ठाउँ नरहेछ किनकि मान्छे धेरै आउँछन्। आज चाहिँ सन्डे, चक्कै यहाँ गाडी पार्किङ गरेर अनि हामी चाहिँ माथि गुम्बातिर लाग्छौँ। गाइस भिडियो चाहिँ हेर्दै गर्नु होला। गाडी चाहिँ पार्किङ गरियो गाइस, यहाँबाट टक्कै गुम्बा भयो, यहाँ चाहिँ हामी भिजिट गर्छौँ। टोटल आएर तपाईँले नि हेर्नुहोस्, राम्रो लाग्यो भने कमेन्ट गर्नु होला। यहाँ चाहिँ गाइज यो बत्तीपालको ठाउँमा चाहिँ यहाँको पानी खायो भने चाहिँ आफूले 8 ताके पुग्छ अरे, अनि फ्यामिलीहरूको पनि राम्रो हुन्छ भन्ने आस्था राख्छ। यहाँ चाहिँ तपाईँहरू पनि कोरिया जानुहुन्छ भने यहाँ चाहिँ दसैँ जानु होला घुम्नलाई, किनकि राम्रो हुन्छ अरे। गुम्बा घुमेर अब त्यहाँबाट तल समुद्रतिर लाग्दैछौँ। यहाँ चाहिँ घोडा पनि रहेछ, यहाँ घोडामा चढेर तल घुम्नु, आफूलाई हिँड्न धाउ भयो भने घोडामा चढेर पनि तल जान मिल्ने रहेछ। यहाँ चाहिँ मनोरम दृश्यहरू छ, किनकि यो भनेको नेचुरल चिजहरू धेरै छ। तपाईँहरू पनि आएर घुम्न सक्नुहुन्छ।
अब चाहिँ हामी ट्याक्कै समुद्रको तटतिर लाग्यो। यहाँ चाहिँ समुद्रको पानीले चाहिँ आफै खियाएर ढुङ्गालाई खियाएर चाहिँ बबाल आकृतिहरू बनिरहेको छ। राम्रो राम्रो चिजहरू बनिरहेको छ, नयाँ आफै अटोमेटिक कसैले बनाएको होइन, नेचुरल्ली पानीले खियाएर ढुङ्गालाई खियाएर चाहिँ बबाल बनिरहेको छ। तपाईँहरू पनि आउँदाखेरि चाहिँ भिजिट गर्न सक्नुहुन्छ, राम्रो छ। यहाँ चाहिँ कोरियनहरू पनि धेरै आइरहेको छन् अनि नेपालीहरू पनि कोरिया गएको मान्छेहरू लगभग महिनामा 1-2 चोटि गइरहेको छन्। तपाईँहरू पनि घुम्न आउँदाखेरि चाहिँ यो ठाउँलाई चाहिँ नछुटाउनु होला। चाहिँ नेपालमा पाइने घुङ्गी सिपी जस्तै समुद्री जीवहरू पाइने रहेछ। ढ्याक्कलाई चट्ट बनाएर खान चाहिँ मोबाइल हुन्छ। तपाईँहरू पनि आउँदा लानु होला। यहाँ घुम्न नि भयो अनि लगेर आफ्नो आइटम मिलाएर खान सक्नुहुन्छ। त्यस्तो छैन कुरो चाहिँ यस्तो छ। होइन म त खिच्दैन, अब यहाँ भिडियो बनिरहेको थिएँ यो बाटो बाटो म जानु पर्ला कि भिडियो चाहिँ मोबाइलमै भयो नि। एउटा मोबाइल किन्नु पऱ्यो दाइले, एउटा मोबाइल चाहिँ 20 आइफोन अहिले त होइन, तर किन्नै परिहाल्छ। फोटो खाने ठाउँ त कम हामी चाहिँ कोरियाको छेदुको बुद्धको गुम्बा घुमेर अनि समुद्री तटमा पनि गयौँ अनि अलिअलि भिडियो खिच्यौँ। अब चाहिँ हामी चाहिँ रुमतिर जाँदैछौँ। भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु गाइस। बाई।